सारा संसार हुन्छ सामाना जति दुःख परे पनि हुन्छ सामाना अझै स्तर उन्नतिको गर्छौँ कामना छोटो मिठो भजन भयो होला हुन्थ्यो होला पत्र यति धेरै भक्तजनको हुन्थ्यो होला पत्र हे कृष्ण तिमीले रक्षा गर्यौ र मोटे चढाउँथ्यौ हे राम तिमीले रक्षा गर्यौ र मोटे चढाउँथ्यौ हे राम तिमीले रक्षा गर्यौ र मोटे चढाउँथ्यौ हे राम तिमीले रक्षा गर्यौ र यज्ञशाला मन्दिरमा ढुङ्गा पत्र पत्र यज्ञशाला मन्दिरमा ढुङ्गा पत्र पत्र हे राम तिमीले रक्षा गर्यौ र पोटे चढाउँथ्यौ नत्र हे राम तिमीले रक्षा गर्यौ र पोटे चढाउँथ्यौ हे राम तिमीले रक्षा गर्यौ माथि आउने मन्दिरमा सिँढी कत्रा कत्रा माथि आउने मन्दिरमा सिँढी कत्रा कत्रा हे राम तिमीले रक्षा गर्यौ र पोटे चढाउँथ्यौ नत्र हे राम तिमीले रक्षा गर्यौ र पोटे राजनी करा दिनोसित करा अन्त राधा कृष्ण वृन्दावनमा गाई चराउने कृष्ण काले चोर कति मिठो कति राम्रो मुरलीको स्वर वृन्दावनमा गाई चराउने कृष्ण काले चोर कति मिठो कति राम्रो मुरलीको स्वर कृष्ण काले चोर कति मिठो
दिइरहेको केही पनि राधिकालाई मन परेको कृष्णजीको मुरारी दिइरहेको केही पनि राधिकालाई मन परेको यहाँ माथि आइपुग्दा प्रसन्न भयो मन मेरै एकादशी तुलसी तिलको दानलाई पनि वैकुण्ठ लैजाऊ एकादशी तुलसी तिलको दानलाई पनि वैकुण्ठ लैजाऊ एकादशी तुलसी तिलको दानलाई पनि वैकुण्ठ जाने हो बारे यसै खाने स्वर्ग 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 जाने हो बारे
रामले बाण हाल्दिनु भयो हामीले मेरो नाम पनि राम हो त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको बन्नीपुर ए बन्दीपुर राम्रो तपाईहरु हो चम्पाफाट तल दिदी फर्केर जानु भएको छ जान्न भनेर हानेर निकालेको पानी रे यो आजभोलि हामीले रे भन्ने बुझिन्छ हैन साथी हो यो हुन पनि सक्छ केही कुराहरू सत्य छन् लगभग अदृश्य शक्तिहरू चाहिँ हुन्छन् भन्ने कुरा मैले पनि मान्छु साथीहरू हामी लगभग नजिक आइपुग्यो अरे 800 किलोमिटर 800 वटा सिँढी आइसक्यो अरे अब 200 सिँढी बाँकी छ भन्ने कुरा छ अनि यतातिर चाहिँ पानी खान थाल्छ अरे के बाँड हानेर निकाल्ने पानी खाएर आउनु भएको पानी खाएर आएको चिसो ओहो म पनि जय श्री राम म पनि रामको है यत्रो उकालोमा सारा संसार रामको म पनि रामको हरे हरे कहाँबाट आउनुभयो भिडियो लान आँट्नुभयो हजुर हामी काठमाडौँबाट हो बन्नीपुर ए बन्दीपुर आउनुभयो तपाईँहरू हो चम्पाफाट तल दिदी फर्केर जानु भएको छ जान्न भनेर तपाईँहरूको साथीहरू हो एकजना मोटी दिदी जानुभएको छ एकचोटि फेरि नाचौँ न हजुर फेरि हजुर ल यही बस्छ रिपाछु यही ल ल झिकाउँ अहिले आउन लैजाउँ ल यही पुग्दौ लौ त भजन गाम हर हर राम जय श्री राम जय श्री राम जय रेसुङ्गा जय श्री राम खानपानी नै हो खानपानी श्री राम अझै म त याद साथीहरू रेसुङ्गा घुम्न आउनुभएको भक्त जानु है म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको पानी खाऊ अहिले आउँदै लिएर जानु खाऊ अहिले यो नि खनिन्छ अहिले रामको यो पानी बाँड हालेर निकाल्ने पानी हो रे हो बाँड हालेर निकाल्नु भएको रामले बाण हानेर निकाल्नु भएको रामले बाण हाल्दिनु भयो हामीले मेरो नाम पनि राम हो हजुर हस् म जाने तपाईँहरू कि फर्केर आउनु भएको हामी जाँदै सँगै जाउँला हामी पनि पानी खाएर आउँछौँ थोरै खानु जाने है होइन माथि हामीलाई चाहिन्छ हुन्छ ल यो बोतलको माथि खानिदिनु ल है हस् हामी आउँछौँ ओहो साथीहरू यो रेसुङ्गा घुम्न आउने भक्तजनहरूको एकदम रमाइलो दृश्य कैद गरे यता बाँड हानेर निकालेर खाने पानी छ अरे हामीले त सोचेको थियौँ यति माथि मात्रै पानी खान पाइन्न होला भनेर पुरै तनावमा थियौँ सबभन्दा हाम्रो बुढो दाइ अगाडि पानी भने सिधै अगाडि पानी र नानी भनेपछि हाम्रो दाइ भविष्यदेखि कि जिन्दगीदेखि उही बेलादेखि नै चारको ताराहरू भागेर आउने मान्छे यहाँ बाँड हानेर निकाल्ने हो अरे हेरौँ भगवान् श्रीराम बाँड हानी निकालेको भगवान् श्रीरामले बाँड हानेर निकालेको पानी रे यो आजभोलि हामीले रे भन्ने बुझिन्छ होइन साथी हो यो हुन पनि सक्छ केही कुराहरू सत्य छन् लगभग अदृश्य शक्तिहरू चाहिँ हुन्छन् भन्ने कुरा मैले पनि मान्छु यो बाँड हानेर खाएको निकालेको पानी रे है खानु क्या डब्बा भएन यार त्यो दिदीहरू लग्नु भएको सकर पानी मागौँला यता नि होला दुध डब्बा मैले ढोएर भए नि लगौँला ओके यसपछि फेरि अरू दृश्य मैले कैद गर्नेछु यो भिडियो एकदम रमाइलो भयो आमाहरूले रमाइलो गर्नुभयो रमाइलो आमाहरूसँग जाँदैछौँ लेखको आजको भिडियो रमाइलो हुन्छ अहिले दाइले पनि नचाउँछु मैले यस्ता कुरामा त रेसुङ्गा भनेको यही हो यही रहेछ सोध्नुहोस् बुवा हामीले हेर्ने भनेको कता हो हजुर के हो यहाँ खास घुम्न हेर्न हेर्ने घुम्ने ठाउँ के छ भन्नुहुन्छ अब यहाँ घुम्ने ठाउँ भनेको यति हो त्यो माथि जाने डाँडाकाँडामा सबै फाइनल्ली आइयो हेर्नुहोस् यस्तो खालको मन्दिर रहेछ यहाँ होइन यहाँभन्दा माथि पनि छ अरे हजुर ए के छ यहाँ सङ्ग्रहालय
म त हुँदैन होला क्या मात्रबाट आएछ दुःख गरेर पो आउने धर्म गर्न होइन त बा खै मैले त्यही अनुमान गरेको यहाँ के हो खास अनि गाडीमा सर्लोकै आएछ त खासै म त हुन्न कि भन्ने बुझेँ क्या मैले ए हजुर यहीँको हुनुहुन्छ ए माथिको भनेपछि चाडपर्वको बेलामा त मान्छे किसिम आउँछन् होला नि सानगढी मेला लाग्छ हजुर अनि कार्तिक एकादशी मेला लाग्छ अब त्यस्तै चाडपर्वहरू हुन्छ नि हजुर त्यसमा त मात्रै घुइँचो हुन्छ साउनमा तपाईँ देख्ने मान्छे यहाँ प्रवेश गर्न टिकट अथवा यताउति के छ विशेष सुविधा यो मन्दिर हो हजुर यहाँ देवालय छ सबै हजुर अनि पर्यटकको हिसाबले चाहिँ भिउटावर छ हजुर भिउटावर चढ्नु पर्छ यो माथि भ्यूटावर पर्यटकको हिसाबले यहाँ त 5 मिनट लाग्छ हजुर यो चाहिँ मन्दिर रेसुङ्गाकै मन्दिर चाहिँ यही सिंह मन्दिर पनि यही हो अनि यहाँ त ऋषिहरूले तपस्या गरेका टावर सामने दुईवटा मन्दिर ऋषिहरूले तपस्या गरेर यो ऋषिहरूले उब्जाएको ए हजुर अनि हजुर यो चाहिँ राणाकालमा बनेको हो यो राणाकालमा अनि यो चाहिँ त्यही पनि राणाकालमा यो राधाकृष्ण मन्दिर यो राधाकृष्ण ठिक 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 यो चाहिँ एउटा चाहिँ अनि यो बन्दैछ यता त्यो अब के बन्दैछ हजुर हजुर यो राणाकालमा बने भएर राजाको उतिखेरको दरबार जस्तै बनेको रहेछ राजाहरू बस्यो होला कि बस्दैन होला यहाँ बसे पहिला बना छोडेको हजुर रेसुङ्गा भनेको यही हो यही रहेछ सोध्नुहोस् बुवा हामीले हेर्ने भनेको कता कता हो हजुर के हो यहाँ खास घुम्न हेर्ने घुम्ने ठाउँ के छ भन्नुहुन्छ अब यहाँ घुम्ने ठाउँ भनेको यति हो त्यो माथि जाने डाँडा काँडामा सबै देखिन्छ भिउटावर चढ्नुहोस् कहाँनिर चाहिँ भिउटावर भन्दा माथि 5 मिनट लाग्छ अरे 5 मिनट हजुर 5 मिनट अनि त्यस पछाडि फर्केर आएर तपाईँको पोखरीबाट उता चाहिँ सर्मेसिङ त्यस पछाडि राम मन्दिर तल पोखरीमा अहिले जान्छ गोडाकोटबाट अनि त्यहाँ रामले बाँड हानेको पानी भन्ने छ नि त्यहाँ त्यो हामी कुण्ड भए अन्त त होइन माथि छ माथि छ अरे कुण्ड अर्को कुण्ड माथि छ अरे माथि कुण्ड भनेको यता रामले बाला मेन यहाँको मन्दिर भनेको यही हो अनि अरू माथि चाहिँ हेर्ने माथि सीता बाला सीता बालसित साउन्डबाट बेला लाग्छ अनि पर्वत सुन्नु जय रेसुङ्गा उता शीतलतिर जाऊँ न शीतलतिर हजुर आज हामी सबै आएको एकदम हजुर यो काठमाडौँदेखि आएको हजुर हो उहाँ त भजन गाइसक्नु उहाँहरू त हो अब नाच्ने यहाँ हो ल हजुरहरूलाई नारायण मौर नमस्कार छ नमस्कार नाम पण्डित कृष्ण प्रसाद पन्थी र अहिले हामी रेसुङ्गा तपोभूमि क्षेत्रमा छौँ रेसुङ्गा तपोभूमि भन्न बित्तिकै जिज्ञासा हुन्छ यो नाम कसरी रह्यो होला रेसुङ्गा र यहाँ के को पूजा हुन्छ र के कस्तो महत्त्व छ भनेर जिज्ञासा हुन्छ त्यसको लागि म थोरै जिज्ञासा मेटाउने छु हाम्रो हिन्दू धर्मअनुसार 4 युगमा विभाजित गरिएको र सत्य त्रेता द्वापर कली भनेर त्यसै क्रममा रेसुङ्गाको कुरा गर्दाखेरि त्रेता युगदेखि जो यसको विशेषता बताइएको र त्रेता युगमै एउटा ऋष्य श्रृङ्गी ऋष्य भनेको ऋषि रहेछ श्रृङ्गी भनेको सिंह पलाएको रहेछ उहाँ एउटा विभाण्डक नामका ऋषिका पुत्र बनेर हिजोका धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको उनै ऋष्य श्रृङ्ग ऋषिले यस क्षेत्रमा हजारौँ वर्ष तपस्या गरेको हुनाले यस क्षेत्रको नामाकरण रेसुङ्गा रहेको भनेर हिजोका धार्मिक ग्रन्थहरू इतिहासमा उल्लेख गरेको छ हुन त हजारौँ महिषीहरू ऋषिहरू अर्वाचीन स्वामीहरूले यहाँ तपस्या गरेर यो पवित्र पावन तपोभूमि क्षेत्र बनेको छ तर पनि विशेष गरेर यहाँ 4 ऋषि स्वामीहरूको विशेष योगदान र वर्णन गरिएको एउटा ऋष्य श्रृङ्ग ऋषि जसको नामबाट रेसुङ्गा नामाकरण भयो त्यसपछि शशिधर स्वामी लक्ष्मीनारायण स्वामी और यदुकानन्द स्वामी शशिधर स्वामी और लक्ष्मीनारायण स्वामी हाम्रो छिमेकी जिल्ला अर्घाखाँचीको एउटा बामरुक भन्ने गाउँमा जन्मेर
शशिधर स्वामीको जन्म 1804 मा भएको 1850 देखि 1906 सम्म यसै क्षेत्रमा बसेर उहाँले कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको र शशिधर स्वामीले श्री श्री 108 जोस्मणी सम्प्रदायका प्रवर्तक या प्रथम गुरु भनेर चिन्ने गर्छौँ भने उहाँ एउटा मरासिनी थरको हुनुहुँदैछ। शशिधर स्वामीपछि उहाँकै पुत्र लक्ष्मीनारायण स्वामी आएको र लक्ष्मीनारायण स्वामी 11 वर्षको उमेरदेखि बाल्यकालदेखि बाल तपस्वी र बाल ब्रह्मचारी भएर उहाँले पनि कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको र उहाँले यस्तो सिद्धि प्राप्त गरेको भन्ने इतिहासमा उल्लेख छ। उहाँले यस क्षेत्रमा नरसिंह अवतार दिनुभएको। नरसिंह अवतार भनेको आफ्नो रूप परिवर्तन गर्न सक्ने, उतिखेर बाघ बन्न सक्ने, भालु बन्न सक्ने, सर्प बन्न सक्ने, फेरि हजुर हामी जस्तै मनुष्य बन्न सक्ने त्यस्तो कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेपछि नरसिंह अवतार लिएकै अवस्थामा नेपालमा राणाकाल छँदाखेरि जङ्गबहादुर राणा यहीँ आएर उहाँलाई महाप्रभुको उपाधि दिएको र अहिले हामी यो बसिरहेको ठाउँलाई गौचरण गौवीरता भनेर जङ्गबहादुर राणाले घोषणा गरेको। अहिले पनि हामी कुनै गाउँपालिकामा नगरपालिकामा कुनै वार्डमा छैनौँ। यो 194 हेक्टर जमिन छ। यो नेपाल सरकारको सङ्घीय सरकारकै गुठीकी तौरमा राखिएको छ र त्यसपछि काठमाडौँको कलङ्कीमा जन्मेर यदुकानन्द स्वामी आएको। यदुकानन्द स्वामीको जन्म 1950 भएको। 1983 देखि विक्रम सम्वत 2021 सालसम्म यहीँ बसेर उहाँले पनि कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको। अहिले जो मन्दिर हजुरहरूले दर्शन गर्नुभयो यिनी मन्दिर नेपालमा राणाकाल छँदाखेरि जुद्ध शमशेर राणाले शासन गरेको र यदुकानन्द स्वामी काठमाडौँदेखि यहाँ आएर तपस्या गरेको अवस्थामै 1983-84 मा यस मन्दिरको जीर्णोद्धार गरिएको। यो तामाको छानो लगाइएको छ भने यहीँको स्थानीय तामा भनेर इतिहासमा उल्लेख गरेको छ। हजुरहरू गुल्मी जिल्लाको सदरमुकामदेखि तल पोखरी भन्ने क्षेत्रमा जहाँ गाडीबाट ओर्लनु भयो उतापट्टि एउटा ठुलो पोखरी हुनुहुन्छ। अहिले देख्नुभयो भने अहिले झर्दाखेरि दर्शन गर्नु होला। त्यस पोखरीको नामाकरण निर्माण कसरी गरिएको रहेछ र यहाँ 1883 मा लक्ष्मीनारायण स्वामीले सबै तीर्थका जलहरू र गङ्गाजल ल्याएर आफ्नो योगीको चिन्ताले त्यस पोखरीको आकार बनाएर त्यस पोखरीको नामाकरण गर्नुभएको। त्यसलाई सिद्ध सरोवर रेसुङमा महापोखरी भनेर नामाकरण गरिएको छ। त्यस पोखरीको विशेषता यहाँ श्रावणको महिनामा हुने गर्छ। श्रावणमा 1 महिनाको श्रावणी मेला लाग्ने, कार्तिकमा हरिबोधनी एकादशी या ठुला एकादशीका दिन पनि यहाँ विशेष प्रकारको मेला लाग्ने, वैशाख 1 गते र शिवरात्रिको दिन विशेष प्रकारका मेला लाग्छन् भने यहाँ 12 महिना पनि भक्तजनहरू आउने र दर्शन गर्ने गर्नुहुन्छ। त्यो पोखरीको नजिकैले 27 वटा गौमुखे धाराहरू लगाइएको। त्यहाँबाट श्रावणको 1 गतेदेखि अन्तिमसम्म आफै पानीका मूलहरू पलाएर त्यो धाराबाट पानी खस्ने गर्छ। त्यो स्थानमा स्नान गरेर प्रत्येक मन्दिरमा दर्शन गर्ने र जल चढाउने गर्नाले अनेक प्रकारका रोग व्याधि नष्ट हुने र आफ्ना मनोकामनाहरू छन् भने पूर्ण हुने हाम्रो जनविश्वास रहेको छ। हजुरहरू सिँढी चढ्दै चढ्दै आउँदा तलतिर गोलो आकारको एउटा मन्दिर निर्माण भएको स्थानले देख्नुभयो। त्यो स्थानलाई गरुड स्थान भनिन्छ। गरुड भगवान भनेको विष्णु भगवानको वाहन हुनुहुन्छ। त्यो गरुड भगवानको बायाँपट्टि 30-40 वटा सिँढी त लाग्यो भने एउटा रामकुण्ड भन्ने स्थानमा पुगिन्छ र रामकुण्डको निर्माण र उत्पत्ति कसरी भएको रहेछ, स्वयं राम भगवान पनि यस क्षेत्रमा आएको भनेर हिजोका धार्मिक ग्रन्थहरू किम्वदन्ती र इतिहासमा उल्लेख गरेको छ। राम भगवान कसरी आउनुभएको छ क्षेत्रमा, जब त्रेता युगमै राजा दशरथलाई पुत्रहरू सन्तान नभएर उहाँले आफ्नो गुरु वशिष्ठलाई बिन्ती चढाउनु भएछ, प्रभु मलाई सन्तान पुत्रहरू केही भएनन्, यत्रो अयोध्या राज्य छ, मैले कसरी चलाउँ भनेपछि एउटै उपाय छ। एउटा ऋष्य श्रृङ्ग नामका ऋषि जो घोर जङ्गलमा तपस्या गर्नुभएको छ उहाँलाई अयोध्यामा ल्याउनुपर्छ। अयोध्या ल्याएर आचार्य बनाएर ठुलो पुत्रेष्टि यज्ञ लगाउनुपर्छ। तब मात्रै तपाईँका कुलमा सन्तान त हुनेछन्, यस्ता राम्रा सन्तान जन्मनेछन् भनेपछि ऋष्य श्रृङ्ग ऋषि यहीँबाट अयोध्या गएर आचार्य बनेर ठुलो पुत्रेष्टि यज्ञ लगाएपछि मात्र राम, लक्ष्मण, भरत, शत्रुघ्न जन्मेको भनेर वाल्मीकि रामायणको बालकाण्डमा हजुरले प्रत्यक्ष पढ्न सक्नुहुनेछ। त्यसपछि राम र लक्ष्मण दुवै भाइ यस क्षेत्रमा आउनुभएको। यत्रो ठुलो तपस्वी र यत्रो ठुलो गुरु गएर यज्ञ लगाएर मात्र हामी जन्मेका रहेछौँ। गुरुको दर्शन गर्नुपर्छ, गुरु कस्तो ठाउँमा बसेर तपस्या गर्नुभएको छ भनेर यो क्षेत्रमा आउँदाखेरि सबै ठिकै रहेछ। गुरु बसेको ठाउँमा पानीको समस्या रहेछ, यहाँ पानी रहेनछ भनेर आफ्नो धनुष्पाणले निकालेको राम कुण्ड हुनुहुन्छ। उस कुण्डको विशेषता
12 महिना नसुक्ने, श्रावणमा पनि मूलहरू पलाउँछ पहाडहरूमा, त्यतिखेर पनि त्यो कुण्ड भरिएर नजाने त्यस्तो विशेष प्रकारको कुण्डको हजुरले प्रत्यक्ष दर्शन गर्न सकिने यिनी अखण्ड यज्ञशाला मन्दिर हुन्। अखण्ड भनेको त्यहाँभित्र आगो अग्नि कहिल्यै ननिम्ने र अखण्ड दीप र अनेक प्रकारका शालिग्राम राखिएको। 2042 सालमा योगी नरहरिनाथजी आएर यसभित्र 1 महिनाको कोटी होम लगाइदिनु भयो। त्यसपछि आगोहरू निम्न दिएका छैनौँ। दैनिक हाम्रा गुरु ब्राह्मणबाट त्यहाँ हवन पूजाहरू चलिरहन्छ। अहिले यो बसिरहेको भवन यो पण्डित नारायण स्मृति भवन हो। पण्डित नारायण पोखरेलजीको नाम त सबैले सुन्नुभएको छ। उहाँले 2060 सालमा रेसुङ्गाकोलाई एउटा यज्ञ लगाइदिनु भयो। त्यो यज्ञमा केही दक्षिणा उठेको थियो। अहिले हजुर यो तम्घा सदरमुकामदेखि पोखरीसम्मको मोटर बाटो 6 किलोमिटरको बाटो उहाँले खोलिदिनु भएको भने यो आश्रमको शिलान्यास गर्दाखेरि उहाँ स्वयं आउनुभयो र यसलाई हामीले 3 वर्षमा सम्पन्न गऱ्यौँ। बिचमा उहाँको स्वर्गगान भयो। पछि उहाँका छोरा पण्डित दिनबन्धु पोखरेलजी आएर यस भवनको उद्घाटन गरिदिनु भयो। यिनी आश्रम हुन्। यहाँ बस्ने बाबाहरू योगीहरू तपस्याहरू ब्राह्मणहरू भक्तहरूले पनि शुद्ध शाकाहारी खाना पाउने बस्ने व्यवस्था छ भने यता राधाकृष्ण मन्दिर हुनुहुन्छ। बहुत प्राचीन मन्दिर हुनुहुन्छ। यसभन्दा 5 मिनट माथि गयो भने बाल सिद्ध स्थान भन्ने क्षेत्रमा पुगिन्छ। बाल सिद्ध भनेको हाम्रा सिद्धका रूपहरू 84 रूप बताइएको छ। त्यसमध्ये बाल सिद्ध शिवजी यसै क्षेत्रमा प्रकट हुनुभएको। जति पनि रेसुङ्गामा शक्ति छ बाल सिद्ध शिवजी भगवानको छ भनिएको छ भने उहाँको विशेष पूजा श्रावणको महिनामा हुने गर्छ। त्यो विषय बाल सिद्धको 1 मिनट अगाडि गयो भने एउटा भ्यू टावर निर्माण गरिएको छ। त्यहाँदेखि भारतको गोरखपुर सुनौली तक देख्न सकिन्छ भने वरिपरिका जिल्लाहरू 12 जिल्लाको दर्शन हुन्छ त्यसबाट। त्यसको नजिकै 2टा समाधिस्थलहरू छ र पोखरीमा जहाँ गाडी राख्नुभयो त्यहाँदेखि 5 मिनट अगाडि गएपछि एउटा सानो रेसुङ्गा भन्ने ठाउँमा गइन्छ। त्यहाँ पनि अहिले ऋष्य श्रृंग ऋषिको काल्पनिक मूर्ति राखिएको र मन्दिर निर्माण भएको छ। त्यस कारणले एउटा आध्यात्मिक धार्मिक र पर्यटक क्षेत्रको सङ्गम रेसुङ्गामा आउनै पर्ने ठाउँ हो। आएर यति बेर मलाई सुनेर साथ दिनुभयो हजुरलाई फेरि पनि धन्यवाद गर्दछु। अब 5 मिनट माथि गएपछि अब यो समापन हुन्छ बल्ल। त्यो टावरहरू छ त्यसको नजिकै समाधि छ। अब तल हाम्रो आधा घन्टा तल गौशालाहरू छ। त्यहाँ त हजुरको बस जाने सम्भव छैन। गौशालामा 100 गाई छन् त्यहाँ। बस भएर खाए कता गौशाला भएको